ऐतिहासिक ठाउँमा आउँछौँ होइन, यस्तो बोतलहरू चाहिँ अब कतिवटा चाहिँ जम्मा गर्ने हो साध्य छैन। अनि हामी सिन्धुलीगढीको किल्ला भ्रमण लगायतै हामी सङ्ग्रहालय घुमेर चाहिँ अहिले यो ठाउँ चाहिँ सिन्धुलीगढीको यो राजभवन भनौँ न, राजाहरू उता पदस्थ व्यक्तिहरू आउँदाखेरि चाहिँ राख्ने यो दरबार, सिन्धुली दरबार भन्दो रहेछ। यो चाहिँ अहिले यस्तो अवस्थामा रहेछ कि तपाईँलाई यो देख्ने बित्तिकै घिन लाग्छ होइन। हामीलाई चाहिँ त्यहाँ साह्रै नै नराम्रो लाग्यो। यहाँ चाहिँ सबै विकृतिहरू कामहरू एकदमै घटिया कामहरू मात्रै हुँदो रहेछ। यहाँ रक्सी खानेदेखि र अरू थुप्रै कामहरू चाहिँ यहाँ हुँदो रहेछ। यहाँ चाहिँ एकदम भूतको खण्डहार जस्तै अवस्थामा रहेछ। त्यो देखेर चाहिँ साह्रै नराम्रो लाग्यो। यत्रो बजेट हालेर यत्रो राम्रो बनाएको छ तर यसको सही सदुपयोग अहिलेसम्म भएको रहेछ। यहाँनिर चाहिँ त्यस्तै खालको मान्छेहरूको लागि चाहिँ यो एकदम राम्रो रहेछ। अरूको आम पब्लिकहरूको लागि चाहिँ एकदमै यो दयनीय अवस्थामा रहेछ। यो भन्दा चाहिँ मलाई पनि कस्तो नराम्रो लागिरहेको थियो। यो के छ, लोकल रक्सी नि रहेछ फेरि, लोकल रक्सी बिजोको अवस्थामा छ। ओहो, यहाँ त सुविधा सम्पन्न रहेछ राजाहरूको है, गोर्खा नेपाललाई। अनि उस्तै पऱ्यो भने यहाँनिर यसो डेटिङ सेटिङ आउँदाखेरि ओढ्ने ओछ्याउनेको व्यवस्था पनि रहेछ सेलिब्रेटीहरूको लागि। अनि अन्त के छ अझै हेरौँ न। नेपाल आइस त कति 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 खाने, कता बसेर खाने, ओढ्ने ओछ्याउने सबको व्यवस्था छ यहाँ। बाहिर आर्मी, यहाँ चाहिँ के छ, यहाँ त गाजा साजाको पनि व्यवस्था रहेछ त। ल ल ठिक छ। यहाँबाट चाहिँ अब कोही आयो भने यसो हेर्ने होला। यहाँ चाहिँ के रहेछ, घोप्टो। ओ माई गड, यो चाहिँ सिन्धुलीगढी राजाको दरबारको अवस्था है। यो चाहिँ ताजा अवस्था यस्तो छ। यहाँ चाहिँ के रहेछ, सक्य माथि चाहिँ छैन, माथि त्यो चाहिँ सेना बस्ने होला। यहाँ चाहिँ राजाहरूको देखिहाल्यो। 26 जनवरी पुर्खाहरूको याद दिलाउने हाम्रो ऐतिहासिक स्थल सिन्धुलीगढीको भ्रमण गरेर एकदमै खुसी लाग्यो। मैले यहाँ तपाईँलाई यहाँ भएको राम्रो नराम्रो होइन सबै कुराहरूको जानकारी यस भिडियोमा दिइसकेको छु। तपाईँहरूलाई कुन चाहिँ भिडियोको कुन चाहिँ पार्ट चाहिँ एकदमै राम्रो लाग्यो कृपया कमेन्ट गरेर बताइदिनु होला। अर्को भिडियोमा हामी भेट्ने रहेछौँ। अहिले चाहिँ छुट्टिन्छौँ है त। खुट्टा माथि राखेर यो त दाइले पेल्ने हो क्या।